आज हामी फेरि आइसकेको छ साथी घरमा हामी त साथीहरू यस्तै छ केटाहरू यस्तै छ हामी जान लाग्यो घुम्न च्यास तपाईँ हेर्ने अन्त भयो घुम्न जाने भने त नि फेरि होइन नि हामी आज चाहिँ मेरो स्कुलमा फाइट भएको छ आज मैले खतरा हान्थेँ फेरि अनि मेरो स्कुलमा केटाहरू सबजना थियो अनि यसले कुदेको म्या खतरा कुदेको फेरि हामी सबजना मिलेर कुदेको गाइज अनि हामी घुम्न नजाने भनेको थियो अब घुम्न जाने भयो अनि त्योपछि यता चाहिँ साथी छ ओ यहाँ त हेडफोन रहेछ ए कति राम्रो हेडफोन ल यो हेडफोन त बवाल रहेछ यसो लाउनु कति मजा आउने है यसरी गाई लाउने है त ल लाउने है हेडफोन अहिले चाहिँ अब घुम्न जाने भनेको थियो घुम्न जानुपर्छ ल ल गाइस लेट्स बिगिन ल यहाँ चाहिँ साथी ढोका लाउँदै छ ढोका लाएर अब जाने हो अब जाने कुरा सही हो जाँदै गरौँ यहाँ चाहिँ यहाँ भर्याङबाट जाने हो स्पिड छ ल गाइस हेर्दै गरौँ यहाँ चाहिँ खाली बाटो छ जम ऊ चाहिँ के हो काग जस्तो छ कागहरू त्यो यता चाहिँ हरियाली पुरा छ घरहरू पुरै ड्याम अस्ति नै मैले चाहिँ यता फुटबल खेल्थेँ अहिले चाहिँ यता पुरै भत्किया छ त्यसैले खेलेको छैन हामी चाहिँ अर्को साथीको घरमा आएको छौँ यो चाहिँ साथी छ अर्को साथी चाहिँ यतै छ हामी चाहिँ साथीको घरमा आइसकेको छौँ हामी चाहिँ अब जान लागेको घुम्न जान लाग्यो यता चाहिँ साथी छ हाम्रो ल अब चाहिँ हामी जाँदै गरौँ एकदम उता त घेरौँला छ जस्तो छ आँपको बोट यहाँ चाहिँ अटो रहेछ जाँदै गरौँ ल आइज हामी चाहिँ अब अर्को साथीको घर जानलाई त्यस्तो साथीको घर हामी चाहिँ जान लागिसकेको छ हामी यो चाहिँ बाटो हो साथीको यताबाट जाने हो हामी चाहिँ हिँडिसक्यौँ अगाडि साथीको घर चाहिँ यतै छ ल अब चाहिँ हामी जाँदैछौँ तेस्रो साथीको घर चाहिँ तेस्रो साथी अलिक लसेन जस्तो गोरो छ सानो भाइ त्यसको सानो भाइ छ भर्खर झर्नेको मङ्सिरमा ल हामी चाहिँ एकछिन है त बोलाउँछ फेरि हामी अर्को साथीको घर जान लागेको थियो साथी चाहिँ घरमै थिएन त्यही भएर हामी चाहिँ अब त्यो साथी चाहिँ ग्राउन्ड गएको रहेछ क्रिकेट खेल्दै यहाँनिर चाहिँ हाम्रो आमा हुनुहुन्छ आमा यहाँनिर चाहिँ हाम्रो आमा हुनुहुन्छ ल हामी चाहिँ खतरा ल नमस्ते आमा ल नमस्ते ल ल नमस्ते भनिदिनु आमा ऊ आमा चाहिँ खतरा हुनुहुन्छ फेरि आमालाई एक लाइक दिनु त ल हामी चाहिँ अब यता चाहिँ के उयो पोल्युसन सो पोल्युसन रहेछ यहाँ चाहिँ क्रिकेट खेल्दै रहेछन् बुढाहरू ओ बुढाहरू क्रिकेट खेल्दै बुढाहरू क्रिकेट छ हामी चाहिँ दौडेर साइकल आउँदैछ केटा हो केटाहरूले घर कुट्यौँ हेर्नुहोस् हामी मारेर जाँदैछौँ हामी दौडिँदैछौँ त्यसलाई कुट्ने हो अब हेर्नुहोस् गाई त्यहाँनिर दर्शकबिन हेर्नुहोस् यहाँनिर क्रिकेट खेल्दैछन् दर्शकबिन यहाँ हेर्नुहोस् क्रिकेट खेल्दैछन् यहाँ हेर्नुहोस् यो रसियनको छोरो जस्तो लाग्छ मलाई त यो चाहिँ अलिक छाडा छ गाई हेर्नुहोस् यसको मम्मी भेट्दा भिडियो पुग्यो भने मम्मीहरूलाई पिट्नु ल आजको भ्लगमा यहीँ ल यो चाहिँ एउटा ब्याटर रहेछ ल बाई बाई ल क्रिकेट खेल्न ल यस्तो नराम्रो बल गर्छ यस्तो यो पुगेको बलर देख्दा मलाई हाँस उठ्छ गाइज मलाई अन्तर्राष्ट्रिय लाग्छ अर्को बलर छ ल गाइज हामी चाहिँ अब छक्का हान्ने हो मलाई लागोस् न मात्र लगाइ किनिसकेको छ हामीले एउटा पसलबाट यो चाहिँ एकदम मिठो छ कि एकचोटि आशा गर्छु चाखिरहेको छ आशा गर्छु मिठो छ भने हामी नारायण अङ्कलको घर जान्ला मिठो छैन गाडी एकदम पिरो रहेछ अब चाहिँ हामी खोला जान लागेको सफा पानी छ भने हामी नुहाइदिउँ खतरा ड्राइभ साइभ हानिदिउँ
अनि त्यो खतरा यता त्यो 11 स्टारतिर यो चिडियादहमा हामी आएको छौँ। यता चाहिँ चाँदी खोला आउँछ जाउँ है त बेस्ट भ्यू। यो चाहिँ के गरेर हो लुगा धो जस्तो लाग्यो। यताबाट जाने हो म चाहिँ बाटो बिर्सेँ ल। यता चाहिँ न्याउरी मुसा हो कि सर्फ हो ल। गाइज हामी चाहिँ आइसकेको छौँ। उता हेर्नुहोस् त उता हेर्नुहोस् न उता भैँसी चरिराखेको छ। यता चाहिँ के हो भैँसी मर्यो भने त्यो के हो त्यो देखाउने पर्छ। यता आउनुहोस् ल गाइज आउनुहोस् न गाइज यता आउनुहोस्। हामी चाहिँ अब यता पानीबाट कल जाइले बग्ने पानीबाट हामी यता बारबाट हुँदैछौँ। यता चाहिँ खेतीपाती हरियाली छ हरियाली दुनियाँ सनसेट भइराखेको छ। सनसेट चाहिँ राम्रै छ हाम्रो। आउनुहोस् यता पर्फेक्टली आउनुहोस् कमान हेर्नुहोस् बस्नलाई सिट बनाइदियो कि जस्तो लाग्छ मलाई। बस्न नि मिल्छ यसरी बस्नलाई। कहाँ छ स्वर्ग आफ्नै घरमा आफ्नै खोलामा कति राम्रो हरियाली नै हरियाली कति आनन्द। स्वर्ग कहाँ छ? आफ्नै गाउँघरमा आफ्नै खोलामा आफ्नै नालामा आफ्नै दुनियाँमा। हामी नेचर भएर हिँड्नु सिक्नुपर्छ होइन त गाइस। ल गाइस हेर्नुहोस् गाइस आशिका तामाङ दिदी तिमी मुत्दैछौ। हेर्नुहोस् गाइस त्यसलाई लात हान्नुपर्छ। आउनु हेर्नुहोस् गाइस कस्तो मिनी झरना छ। आहा त्यहाँ कसरी पानी आएको छ। हाम्रो पार्वती मैयाले पनि यसरी आहा भन्नुहुन्छ। हामी झर्दैछौँ मुनि ल। यहाँ त गाई हेर्नु कस्तो भग्न सकेका ल गाई हेर्नुहोस् कति राम्रा आफ्नो वन आफ्नो धन। हेर्नुहोस् यता यो जङ्गली बिरुवाबाट आएको चिजहरू एकदमै थुक जस्तो लाग्छ तर त्यो थुक होइन है बुझ्नुहोस् होइन। अब म तपाईँलाई पानीमा मोबाइल छिराएर देखाउँछु कस्ता राम्रा छन्। ल ल्याउनुहोस् त मोबाइल पानीमा छिराम। हेर्नुहोस् गाइस मलाई कसले हालिसकेको छ। मलाई जोसे अपराध गरिसकेको छ। यहाँ डाका धेरै लागिसकेको छ। हेर्नु त्यहाँनिर भैँसी मरेर हेर्नु त बिचरा कसरी खाइरहेको छन्। मलाई त्यहाँ खोला पारी आइसकेको छु। खोला पारी चाहिँ यस्तो ढुङ्गा छ। ढुङ्गाले हेर्नु कसरी बनाउने एउटा ढुङ्गा राख अनि अर्को ढुङ्गा राख होइन र। एउटा ढुङ्गा र अर्को ढुङ्गा जोडेपछि कस्तो ढुङ्गा हुन्छ? राम्रो ढुङ्गा हुन्छ। गाइस कमन गरिहाल्नुहोस् गाइस। हेर्नुहोस् गाइस यो त स्पाइडरम्यान जस्तो लाग्छ तर होइन गाइस। ल कमन हामी खोलामा जाने होइन गाइस। खोला चाहिँ पानी जस्तो लाग्छ मलाई आश्चर्य लाग्छ। हेर्नुहोस् गाइस यसरी मान्छेहरूले यसरी गर्ने गरे हामी यसरी गर्नको मजा कस्तो छ। आहा कति राम्रो छ। हेर्नुहोस् आहा कति चिसो पानी छ। आहा हेर्नु त्यहाँनिर कस्तो त्यहाँनिर सुनाउनु हेर्नु सुन जस्तो देखिरहेको छ पानी। हेर्नुहोस् गाइस कति राम्रो छ। कल बोकेको छ। आहा यसरी गर्नको कति मजा छ। ल गाइस आउनु त्यहाँनिर कस्तो ड्याम लागेको रहेछ। त्यो ड्याममा हेर्नु उयो कागहरूले पानी खानमा कति राम्रो आनन्द भएको छ। अब हामीले के देखाउन सक्छौँ र आजको भ्लग यहीँ इन्ड गर्न चाहन्छु। हस् त।